यहाँ कुकुरहरूको फेरि खतरा छ है। यिनीहरूले त टोक्नु नि सक्छ नि, यिनीहरूले त टोक्नु नि सक्छ। देख्यो छोप्दैछ, यिनीहरूले छोप्दैछ, यिनीहरूले टोक्नु नि सक्छ। डेन्जर कुकुरहरू चाहिँ साथीहरू। लेस अहिलेको वेदर चाहिँ ब्याबाल छ गाइजहरू। अहिले म तपाईँहरूलाई आज भिडियो कसरी खिच्ने यो बारेमा ल यस्तो छ वेदर चाहिँ बबाल छ होइन। अहिले चाहिँ साँझको 7 बजिसकेको छ, घाम डुब्नै आँटेको छ साथीहरू। यहाँनिर मैले चाहिँ तपाईँहरूलाई विशेष गरेर भिडियो कसरी खिच्ने भनेर चाहिँ आज मोबाइलबाटै भिडियो चाहिँ कसरी तपाईँहरूले एकदम राम्रो खिच्ने, भिडियो कसरी खिच्ने भनेर चाहिँ सिकाउन आइरहेको छु साथीहरू। यो विषयलाई चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु ल, बवाल भिडियो आउनेवाला छ। किनकि यहाँ यस्तो फुल फुलेको छ क्या, यहाँ यो फुलहरूको चाहिँ भिडियो कसरी बनाउने तपाईँहरूलाई म देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु ल साथीहरू, यति छ ल है त। लेट्स चेक इट आउट गाइस, हाउ टु। अब तपाईँहरू हेर्दै जानुहोस् सुरुमा भिडियो कसरी खिच्ने। मोबाइल त सबैको हातमा छ साथीहरू, मोबाइल सबैको हातमा छ अहिलेको जमानामा। स्मार्ट मोबाइल चाहिँ जसको हातमै छ होइन। यसलाई सुरुमा तपाईँहरूले चाहिँ टक्क लाएर मोबाइल अन गर्ने, अनि टक्क लाएर क्यामेरामा जाने। क्यामेरामा त जान सकिन्छ जो पनि होइन। त्यहाँदेखि तपाईँको यहाँ माथि छ नि क्वालिटीमा 4K अनि 60 फ्रेम देख्नुभयो नि, 60 फ्रेममा राख्ने, अनि टक्क लाएर अगाडिको क्यामेरामा अन गर्ने साथीहरू। यहाँ हेर्नुहोस् है, त्यहाँदेखि के गर्ने त तपाईँ स्लो मोसनमा जानुहोस्, अनि टक्क लाएर हेर्नुहोस् है। स्लो मोसनमा गइसकेपछि भिडियो कसरी बनाउने त यहाँ हेर्नुहोस् है। अब फ्ल्यास जहिले अफ गर्नुहोस्, किनकि फ्ल्यास अन गऱ्यो भने राम्रो नि आउँदैन। फ्ल्यास चाहिँ अफ गर्नुहोस्, नाइट खिच्यो भने चाहिँ फ्ल्यास अन गर्दा मिल्छ। यस्तरी हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है, मैले अहिले खिचेको भिडियो कस्तो आउँछ। जस्ट धेरै होइन, 2 सेकेन्ड 3 सेकेन्ड मात्रै खिच्नुहोस्। ल हेर्दै हेर्दै पारिबाट चाहिँ फेरि एउटा खतरा आयो, एउटा के हो पारिबाट एउटा खतरा उ आइरहेको छ हेर्नु त। ल हेर्दै हेर्दै यस्तो आयो, के मेरो आज के आयो। अब यसलाई कसरी खिच्ने त भन्दा यस्तरी। वाह के आयो यस्तो, वाट इज द्याट गाइस। वाह के हो यो, के आयो यस्तो। वाट अ ब्युटिफुल रकेट आयो, रकेट। ए हो के हो यस्तो बवाल छ त यार। गाइजहरू यस्तो माथि पो त्यस्तो उडिरहेछ यार, के भइरहेछ आज। आफू यहाँ के सिन देखाइरहेछ साथीहरूलाई। यहाँ यता चाहिँ हेर्नुहोस्, तपाईँहरू यसमा फोकस गर्नुहोस्, त्यसमा भन्दा नि यो अहिले मैले रिल्स पनि हाल्ने छु यसको लागि। वाह के बवाल आयो होइन। एकछिन यता पो फोकस क्यामेरा यस्तो गर्ने होइन। अब यहाँ मैले चाहिँ
नर्मल भिडियोमा राख्ने अब एउटा फर्स्टको मात्रै स्लो मोसनमा राखेँ होइन धेरै स्लो मोसनमा भिडियो राम्रो हुँदैन क्या अब यस्तो रे हेर्नु है एकदम साथीहरू यस्तो रे एउटा सर्ट लिने हल्का घुमाउने सर्टलाई यस्तो घुमाउने अफ गरिदिने धेरै होइन है 5-10-15 सेकेन्डको भिडियो बनाउने क्या एकचोटिमा 1 मिनटको नि पर्दैन 15 देखि 20 सेकेन्डको बनाउने क्या एउटा भिडियो त्यसलाई जोडेर चाहिँ भरे म कस्तो बनाउँदो रहेछ तपाईँहरूलाई देखाउँदैछु क्या अर्को अब यसको यस्तो गर्ने अब अर्को ठाउँबाट जाने यस्तो यो मुनिको यहाँ मुनि तपाईँहरूलाई देखाएको चाहिँ छैन यतापट्टि यो मुनिको छ नि त यो सिनहरूको देखाउनु पर्यो यतातिर हेर्नु है अब यहाँको पनि देखाउनु पर्यो उल्टो पार्ने क्यामेरालाई तलपट्टि पार्ने अनि तलपट्टि पारिसकेपछि यस्तरी यहाँ हेर्नु है यस्तरी अगाडि लाने अनि टक्क थिच्ने अनि यस्तो ल्याउने क्यामेरा चाहिँ ब्याक यस्तो गर्ने अप गर्ने देखाउने यस्तो सिनहरू चाहिँ तपाईँहरूले खिच्न सक्नुहुनेछ अब यो अँध्यारो आयो नि त अलिक ला मोबाइल पुरै बिग्रियो यो त मोबाइल पुरै बिगाऱ्यो नि यो त्यो यसको फोरहरूले हेर्नु त यस्तो गरिदियो हैट सजिलो कहाँ छ साथीहरू राम्रो केले पुस्ने होला यो चिलाउने पनि हुनसक्छ फेरि एलर्जी हुनसक्छ ठिक्क अरूभन्दा नि यहाँ रात पर्नु आँट्यो क्या यस्तरी खिच्ने है ल एकचोटि यस्तरी खिच्यो अप अब यस्तरी एउटा सर्ट चाहिँ हातमा अठ्याउने यो फेरि सब हातले है यस्तरी सरर हिँड्ने हेर्नु है यस्तरी हिँड्ने एउटा सर्ट चाहिँ अब भयो नि कट यस्तरी बनाउने भिडियो तपाईँहरूले भेरी इजी छ धेरै सजिलो छ भिडियो बनाउनलाई गाह्रो छैन मैले यो एडिट गरेर कस्तो हुँदो रहेछ नि देखाउँछु अर्को ठाउँ जाउँ अन्त जाउँ हामी यहाँको सिन अलिक भएन यहाँको सिन सिद्धो अन्त ऊ त्यहाँ पर रेड क्रस हुनसक्छ त्यहाँ जाउँ है त साथीहरू यताबाट जाउँ हामी यस्तरी रात पर्यो अरूभन्दा नि झपक्कै रात पर्यो थत्त रात पुरै परेछ नि अब भोलि मात्रै आउनु पर्ला जस्तो छ झपक्कै रात पर्यो साथीहरू अरूभन्दा नि अघि आउनुपर्ने रहेछ आधी घन्टा अगाडि लास्टै ढिलो भयो साथीहरू म धेरै ढिलो भइसक्यो त्यही कारणले तपाईँहरूलाई देखाउनु सक्दैन म त गाह्रो भइसक्यो अन्त रात परे पनि म तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु यहाँनिर चाहिँ रोसहरू छ क्या अब यो रोसको चाहिँ तपाईँहरूलाई ट्राई टु देखाउने त भन्यो खोइ त यो चाहिँ कहाँ राख्ने ला यस्तो त छ त यहाँ राख्नु मिल्छ मिल्यो ल हेर्दै गर्नुहोस् है तपाईँहरू यहाँ राख्नु मिल्यो होइन अब मैले चाहिँ यहाँ छोडिदिएँ मोबाइल यहाँ हेर्नु है यहाँ फेरि अब यस्तरी जाने होइन
अनि यसरी छोड्नु पर्ने हुन्छ हामी यहाँनिर दृश्य खिच्नुको लागि गाह्रै छ नि फोकस क्यामेरा एक्सन सबै मिलाउनु पर्छ है साथीहरू अथा ल बोक्सी काँडामा बट्या ल यस्तोरी खिच्नुहोस् फुला टिप्ने मन भए फुला टिप्ने मन भए फुला टिप्ने मन भए आँगालो यस्तोरी माया लाउने मन भए मुटुमा तस्बिर वाह ओइ ओइ झरे झरे ल ल मरे ए झनै झरे केटा फुला टिप्ने मन गाह्रो रहेछ ठाउँ डेन्जर रहेछ यो ठाउँमा चाहिँ अलिकति डेन्जर भयो क्या मलाई एउटा सर्ट चाहिँ यस्तो भेट भएको बेला माया मनका कुरा खो ड्रोन सर्ट जस्तो बनाउनुपर्छ कि हामीले भिडियोहरू खिच्दा चाहिँ यस्तो अब यो किम्बुको फल्न आँटेको छ नि अब यसलाई यस्तो आइस ल अब धेर खेल्नु हुँदैन साझा पाखामा होइन साझा पाखामा धेर फुलसँग खेल्यो भने यो फुलहरूमा चाहिँ पहिला हाम्रो बाजे बज्यूले भन्नुहुन्थ्यो बेलुका चाहिँ देउता हो कि भूत हो अरे अनि त्यही भूत लाग्छ जानुपर्छ अब गाइसहरू प्लिज तपाईँहरूलाई भिडियो कस्तो हुन्छ म देखाउँछु यहाँ चाहिँ अलि दिउँसो आउनुपर्ने रहेछ धेरै रात परिसकेछ है त गाइसहरू